आजको पुरुषार्थ एक साथ 4 छ। परम शान्ति। बाबा भन्नुहुन्छ, बच्चाहरू, विज्ञान आत्माहरूको बुद्धिद्वारा गरिएको खोज हो। यो शक्तिशाली छ र यस कलियुगको अन्त्यमा मानव आत्माहरूको जीवनको आधार हो। तर साइलेन्स भनेको परमात्मा शक्ति हो, जुन यस समय तिमी बच्चाहरूलाई पिताद्वारा प्राप्त हुन्छ र जुन आत्मासँग यो शक्ति छ ऊ सधैँ विजयी हुन्छ। उसलाई जित्न असम्भव छ। जहाँ शान्ति छ त्यहाँ सन्तुष्टता छ, सहनशीलता छ, मधुरता छ, अचल स्थिति छ, अर्थात् सबै गुण र सबै शक्तिहरू छन्। यदि शान्तिको प्रतिशतमा फरक छ भने तिमी भित्र अन्य गुण र शक्तिहरूमा पनि कमी हुनेछ। त्यसैले सधैँ जाँच गर कि म केही बोल्दै गर्दै वा सुन्दै गर्दा एकदम शान्त अर्थात् अचल छु। कुनै पनि कुरा वा परिस्थितिले मलाई हलचलमा त ल्याएको छैन। यदि हल्लिन्छौ भने फेरि आफ्नो शान्त स्थितिमा स्थित भएर पितासँगै गएर बस। तर सधैँ आफैमा ध्यान राख कि यो परमात्मा शक्ति मलाई परमात्मा उपहारको रूपमा प्राप्त भएको छ, जुन मेरो विजयको आधार हो। त्यसैले यसलाई मैले सधैँ स्मृतिमा राखेर प्रयोग गर्नुपर्छ। जति तिमी प्रयोग गर्छौ उति नै यो शक्ति बढ्दै जान्छ। जसको साथमा शान्तिको शक्ति छ उसको साइलेन्समाथि विजय पक्कै छ। हरेक क्षण आफ्नै जाँच गर्नुपर्छ कि हामी शान्त छौँ। हामीले शान्तिको स्थितिलाई कुनै पनि हालतमा त्याग्नु हुँदैन। यही शान्त स्थिति नै हाम्रा सबै प्राप्तिहरूको आधार हो। आजलाई परम शान्ति।